आजको खेल पक्कै पनि सबैजनालाई मन पर्यो होला भन्छु म चाहिँ। टेक्निकल ट्याक्टिकल पार्टमा चाहिँ हामी टफ नै थियौँ र फर्स्ट हाफसम्म त हामीले अत्याएको नै हो। फिनिसिङ ननिस्किँदाखेरि चाहिँ अलिकति गाह्रो भयो, किन भन्दा फाइनल थर्डमा चाहिँ हाम्रो जुन स्ट्राइकरहरू छ, यङ स्ट्राइकरहरू छ जसँग ल्याक अफ एक्सपिरियन्स छ र अपोनेन्ट हाफमा चाहिँ सेन्टर डिफेन्सदेखि लिएर डिफेन्स लाइन सम्हालेको चाहिँ एक्सपिरियन्स नेसनल टिमको डिफेन्सहरू हुँदाखेरि चाहिँ एक प्रकारले भन्नुपर्दा यो चाहिँ जुनियर नेसनल टिम भर्सेस सिनियर नेसनल टिम भन्न मिल्थ्यो र जुनियरलाई अभियसली पनि सिनियरसँग फाइट गर्न त गाह्रो नै हुन्छ। र आजको म्याचमा चाहिँ हाम्रो टिममा ल्याक अफ एक्सपिरियन्स, ल्याक अफ इन्ड्युरेन्सको कारणले गर्दाखेरि पनि हामीलाई गाह्रो भयो। जस्तो यस्तोमा कस्तो हुन्छ नि, नदेखेको प्लेयर भयो भने चाहिँ उसले गेम देखाउन छिटो र सजिलो हुन्छ। पूर्णिमा राई भनेको धेरै म्याच एक्सपिरियन्स भनेको धेरै गेमहरू खेलिसकेको छ र सिनियर दिदीहरूले उसको कमी कमजोरी सबै देखिसकेको छ, जसले गर्दा पनि उसको कमजोरीलाई ट्याकल गर्दाखेरि चाहिँ गाह्रो भएको उसलाई। जस्तो सिनियर र जुनियरको कुरा गर्नुभयो, कस्तो रह्यो त सिनियर प्लेयरहरूसँग जुनियर प्लेयरहरूको अनुभव? मेन अरू सबै टेक्निकल ट्याक्टिकल रूपमा त हामीले च्यालेन्ज गऱ्यौँ नै। बल पोजिसनको हिसाबले र फाइनल थर्डमा फालेको बल हिसाबले हामी नै माथि छौँ। अलिकति स्ट्याटिकल एनालाइसिस गऱ्यो भने पनि, तर एउटै मात्र प्रब्लम के भइदियो भन्दाखेरि सिनियर प्लेयरहरूले चाहिँ अलिकति फिजिकल खेल्यो, हामीले फिजिकल खेल्न सकेनौँ। फाइनल थर्डमा जुन हाम्रो जस्तो सेनो भयो होइन, अलिकति यङ र बच्चा टाइपको फिजिकल्ली पनि अलिकति गाह्रो, उतापट्टि त एक्सपिरियन्स भयो। जब फर्स्ट सेकेन्ड हाफमा चाहिँ अझ एक्सपिरियन्स प्लेयर निरु छिरिदिनु भयो, त्यसपछि चाहिँ उहाँले मिडफिल्डमा एकदम होल्ड गरेर खेलाउँदाखेरि र हाम्रो मिडफिल्डमा चाहिँ जुन एक्सपिरियन्स ल्याक थियो त्यसले चाहिँ मिडफिल्ड जमाउन सकेन। त्यसको परिणाम चाहिँ हामीलाई त्यसपछि चाहिँ प्रेसर खान सुरु गऱ्यौँ हामीले।